सबै यौन कथाहरू शरीरबाट सुरु हुँदैनन्। केही कथाहरू नजरबाट सुरु हुन्छन्। यो मेरो जीवनमा घटेको एउटा वास्तविक घटना हो। मेरो नाम अनिता हो र यो कथा करिब 1 महिना अघिको हो, जहाँ कसैलाई छुनु त सजिलो थियो तर नछुनु सबैभन्दा गाह्रो। यदि चाहना यति नजिक आइपुग्यो कि हावाले पनि तातो महसुस गराउन थाल्यो भने तपाई के गर्नुहुन्छ? छुनुहुन्छ कि आफैलाई रोक्नुहुन्छ? त्यो साँझ म यही प्रश्न बोकेर छतमा उभिएकी थिएँ। हाम्रा छतहरू जोडिएका थिए तर हामी आफ्नै सीमाले बाँधिएका थियौं। म छतमा जान्थेँ, ऊ पनि आउँथ्यो। हाम्रो बीचमा कुनै बोलचाल थिएन तर कहिलेकाहीँ मौनता नै सबैभन्दा ठूलो संकेत बनिदिँदो रहेछ। हाम्रा नजरहरू बारम्बार एक अर्कामा अड्किन्थे। त्यो नजर न त निर्दोष थियो न त दोषी, त्यो त बस जिज्ञासु र तातो थियो। दिनहरू सामान्य नै देखिन्थे। हावाले कपडा फरफराउँथ्यो, पानीका छिटाहरू पर्थे, तर मेरो ध्यान भने सधैँ उसको वरिपरि घुमिरहन्थ्यो। सबै कुरा सामान्य हुँदाहुँदै पनि मभित्र केही असामान्य बढ्दै थियो। मनमा प्रश्न उठ्थ्यो, के चाहना बढ्दै जानु गल्ती हो? यहाँबाट कुरा गलत बाटोतिर पनि जान सक्थ्यो तर गएन। एक साँझ भिडमा संयोगले हाम्रो ठक्कर भयो। उसले भन्यो, सरी। त्यो शब्द छोटो थियो तर त्यो क्षण निकै लामो महसुस भयो। उसको निकटताले हावाको तापक्रम नै बदलिएको जस्तो लाग्यो। हामी अलग भयौं तर त्यो क्षण मेरो मनमै अड्किएर रह्यो। के तपाईले कहिले कसैलाई नछोइकन पनि यति नजिक महसुस गर्नुभएको छ? भोलिपल्ट फेरि छतमा भेट भयो। हावा अलि तेज चल्दै थियो। ऊ केही सेकेन्ड रोकी, म पनि रोकिएँ। हाम्रा नजरहरू मिले, लामो र स्थिर। त्यो नजरले मसँग केही मागेको थिएन तर धेरै कुरा भनिरहेको थियो। मलाई लाग्यो उसले सोधिरहेछ, इन्टु के तिमी पनि यही महसुस गरिरहेकी छौ? के यो मौन पनि यति तातो हुन सक्छ? मेरो ढुकढुकी बढ्यो। म एक कदम अघि बढेँ। ऊ रोकिइन तर ऊ पछि पनि हटिन। हाम्रो बीचमा मात्र हावा थियो तर त्यो हावा निकै नजिक र बाक्लो थियो। हामीले एक अर्कालाई छुन सक्थ्यौं तर छोएनौं। त्यो क्षणमा शरीर होइन, सास भारी भइरहेको थियो। मैले आफ्नो हात बिस्तारै माथि उठाएँ। उसको आँखा मेरो हातमा थियो। त्यो एक सेकेन्ड सायद जिन्दगीकै सबैभन्दा तातो पल थियो। तर मैले हात तल झारेँ किनकि मलाई थाहा थियो यदि यो सीमा आज टुट्यो भने यो कथा यति सुन्दर रहने छैन। मेरो निर्णय देखेर ऊ हल्का मुस्कुराइन्। त्यो मुस्कानमा एउटा मिठो लाज थियो तर डर कतै थिएन। उसले केही भनिन तर उसका आँखाहरूले स्पष्ट भने, हामी दुवैलाई थाहा छ यहाँ के भइरहेको छ। हामी यति नजिक थियौं कि एक अर्काको सास सुनिन्थ्यो तर हामीले नछुने निर्णय गर्यौं। किनकि केही चाहनाहरू पूरा हुँदा होइन, अधुरै अड्किँदा बढी तातो र यादगार बन्दा रहेछन्। सबै यौन कथा स्पर्शबाट सुरु हुँदैनन्। केही कथाहरू नजर, सास र नछुने एउटा कठिन निर्णयबाट सुरु हुन्छन् र सायद तिनै कथाहरू सबैभन्दा लामो समयसम्म जीवित रहन्छन्।